हेलो गाइज सबैलाई स्वागत छ फेरि पनि आजको मेरो नयाँ मिनी ब्लगमा इट्स मी उपेश मगर सबले चिन्नुहुन्छ होला चिन्नु नभनी चिनिदिनु होला। आज हामी दुई भाइ चाहिँ अनि पशुपति मन्दिरतिर घुम्न जाँदैछौँ होइन। देख्न सक्नुहुन्छ दुईजना मात्रै छौँ यस्तो चर्को काममा अटो भन्दा नि क्यास नभएर क्या अब इसेमा थियो कि पैसा चाहिँ नाचिरहेको मेरो डान्स स्किल देखायो भन्छ। म फेरि यसको डान्स स्किल देखेर अचम्मै परेँ। गाइज एयरपोर्ट चौकमा चाहिँ ठुलो आर्मी हस्पिटल छ क्या अनि नेपालगञ्जमा। अनि देख्न सकिन्छ आर्मी हस्पिटलको साइडको भ्यू है। यो चाहिँ मेन गेट चाहिँ अर्कोपट्टि चाहिँ यो चाहिँ साइडको त्यहाँ देख्न सकिन्छ मिलिट्री हस्पिटल नेपालगञ्ज। अनि हामी चाहिँ यो आर्मीको जङ्गल साइडभित्रदेखि यस्तो राम्रो छ देख्न सकिन्छ। यो चाहिँ बाटो हो साइड गर्छ त्यो अगाडि हिँडिरहेको छ। अनि यहाँ चाहिँ पशुपति मन्दिरभित्र जाँदैछौँ हामी। म चाहिँ छिरिसकेँ अनि त्यहाँ देख्न सक्नुहुन्छ पशुपति मन्दिर भ्यू। हामी चाहिँ त्यही भ्यू टावरमाथि बस्छौँ सायद पनि के भन्ने ती बस्छौँ। अनि के गर्नु अब तिनीहरू सामान लिन गए हामी चाहिँ यता म चाहिँ पशुपतिको भ्यू टावरको माथि चढ्दैछु गाइज देख्न सक्नुहुन्छ। धेरै त छैन त्यही तिनवटा चारवटा जति होला त्यही भर्याङको लाइनहरू पनि। अनि त्यही तिनवटा चारवटा जति भर्याङको लाइन चढेर माथिबाट चाहिँ ऊ त्यो साइडको चाहिँ एयरपोर्ट हो कि पुरै एयरपोर्ट हो त्यो साइडको चाहिँ मैले अलि जुम गरेर देखाइरहेको छु। यो चाहिँ एयरपोर्ट हो होइन त्यो साइड एयरपोर्ट। अनि अर्को साइड चाहिँ जङ्गल छ देख्न सक्नुहुन्छ। भट्टी छेउमा पुग्यो कि त मगमग बसाइहाल्छ ठाडो बोतल देख्नै हुन्न यो मुख रसाइहाल्छ बोतलको गाइस त्यो होला भएर देख्न सक्नुहुन्छ अत्रो बुझ्छ। अनि म चाहिँ कहाँदेखि जुम गरिरहेको थिएँ अनि त्यसलाई चाहिँ पैसा दिँदै आजको मिनी ब्लग चाहिँ यति नै। फेरि अर्को मिनी ब्लगमा भेटौँला। बाई बाई।